गाइस नमस्ते हो। आज चाहिँ म तपाईहरुलाई इन्ट्रेस्टिङ भिडियो लिएर आइरहेको छु हैन। र के हो भन्दाखेरि चाहिँ आज चाहिँ हामी मामाला घर जान आँटेको छौं हैन। अब हाम्रो आमा चाहिँ यहाँनिर काम गर्नु हुँदैछ, फटाफटी काम गर्यो हो। खानासाना खाएर चाहिँ अलि गाडी पाउँदैन हो। गाडी नपाउँदाखेरि चाहिँ अब खानासाना खाएर नै जानुपर्ने हुन्छ। हामी चाहिँ खानासाना पकाइसक्यो हो। अब आमाले चाहिँ के गर्नु हुँदैछ हेर्नुस् ल। जानुको तयारीमा चाहिँ आमाले फटाफटी घर पुसिसक्नु भयो हो। अब मैले चाहिँ यहाँनिर हेर्नुस् है गाइस, खानाहरू खाएर जानुपर्ने हुन्छ हैन। खानाहरू पाकिसकेको छ हो, सबै रेडी छ। हाम्रो आमा एक्साइटेड छ तपाईँ घर जानको लागि। राम्रो कस्तो जानु कति मजा आउँछ। अन्त कस्तो खुसी हुन्छ हो। आमा चाहिँ खुसी भएर गदगद भएर चाहिँ अब घरहरू पनि पुसिसक्नु भएको छ। एकछिन देखाउँछु म तपाईँलाई, तयार भएर देखाउँछु है साथीहरू। बाई। यहाँ हेर्नु है तपाईँको छोरीको बदमास निकाल्दै छर्दै। अब हामी चाहिँ मामालाई गएको नि त कि, अन्त यहाँनिर बस रोकेको थियो हो। अन्त अब हामी नाइटको बसमा जानुपर्छ नि त हाम्रो मामालाई। अन्त त्यही भएर चाहिँ हामी चाहिँ खाना खान रोकिरहेको छौँ हो। अन्त हाम्रो आमा पनि बसिरहेको छ, म तपाईँहरूलाई देखाउँछु ल। आमा अन्त कस्तो लाग्यो यात्राहरू? एकदम स्पेशल। कस्तो त हामी त राति आयौँ है, खाना खान रोकिरहेको छौँ हो। हाम्रो आमाले टाढो छ नि त हो, त्यही कारणले चाहिँ हामी यसरी बसिरहेको छौँ खाना खाना। हामी चाहिँ बसिरहेको छौँ। कसमा छ? कुन चाहिँ खाना राम्रो यहाँ चाहिँ हेर्नु मलाई पठाइदिनुहोस् न। सानो चिट्ट परेको यहाँनिर काउन्टर छ हो। यहाँ दादाको रेस्टुरेन्ट रहेछ हो। मेरो छोरी पनि आइरहेको छ। हामी चाहिँ डिनर सानो छ, तन्दुरी पनि पाउँदो रहेछ हो। मन पर्यो तपाईँलाई? मन पर्यो? मन पर्यो? मन पर्यो? तपाईँलाई मन पर्यो? मन पर्यो छोरी? मन पर्यो? कहाँ गएको? म र छोरी चाहिँ बसिरहेको छु हो। कपिराइट लाग्छ बाहिर गीतमा हो। रोटी बटर लाउनु रहेछ हो। के मवाला हिँडेको है। अब जाँदैछौँ हो, गएर पुकाउँछु हो। मवाला गएको है, हाम्रो आमाको घर माइत गएको हो। अब हामी चाहिँ कहाँ टाढो छ, बसबाट उत्रेर पनि हिँड्नुपर्छ हो। मेरो छोरी पनि खुसी हुँदैछ हो। यहाँ परको ब्लू कलरको च्यादर देख्दैछ नि, त्यो चाहिँ हाम्रो आमाको माइत हो। मेरो सासु आमाको चाहिँ मामला हो। हामी जाँदैछौँ घुमी हो। अब त्यहाँ पुगेर देखाउँछु। हाम्रो मावला आइपुगिसक्यौँ हो। मावला आइपुगेर चाहिँ यहाँ छ हाम्रो ठुला आमा चाहिँ यहाँ बसिराख्नु भएको छ हामीलाई पर्खेर होइन। मामालाई चाहिँ यहाँ छ हाम्रो आमाको। अब हाम्रो आमा आइपुग्न आँट्यो झोला बोकेर। मावला आइपुगिसक्यौँ हामी मावला आएको नि। अब भन्दैन हाम्रो मावलाको ठुला आमा चाहिँ यहाँ बस्नु भएको छ होइन। हाम्रो आमाको माइत घर हो। अब म टुर गराउँदैछु हाम्रो आमाको। मावला चाहिँ यस्तो छ है। यता त बङ गरिरहेको रहेछ। अर्को ठुलो आमा सुतिराख्नु भएको छ हो। यहाँ चाहिँ बाख्रा खोज्छ। अब यहाँ कस्तो आएको, त्यत्रो टाढोबाट आएर चियाहरू पनि नसोधेको हाम्रो ठुलो आमा चाहिँ पर बस्छ हो। आमा चाहिँ यहाँ बसिराख्नु भएको छ। रिसाउनु भयो क्या आमालाई पानी पनि सोधेन भनेर। रिसाउनु भएको पानी पनि सोधेन भनेर।
माइत है छैन अत्तो पत्तो केही छैन ल हामी गएको है साथीहरू गएको है